बहुतै एकदमै फ्रड काम चलिरहेको छ यहाँनिर चाहिँ तुरतुरै नै हो सबै स्क्याममा पर्नुहुन्न हामी त पर्यौँ नो एजेन्ट इन्क्लुड पोखरा आइपुग्न लाग्यौँ है ट्याक्सी लिएर कहाँ त्यो गरिहाल्दै आयो हुन्छ हामी कहाँ जाँदैछौँ भन्ने कुरा पनि अब रिभिल गर्न जाँदैछौँ होइन नाइटको यात्रा भएर जान्छ अहिले दिपुजी टायर खोलेर आउनु भएको भर्खर केटाहरूले बबाले डर्सिरहेछन् हेलो एभ्रिवान त्यो आएन क्या वेलकम सबैजनालाई समय ब्लगको नयाँ नयाँ एपिसोडमा यस्तो यो खर्च कति हुन्छ भन्ने हेर्नु भएर चाहिँ दिपक दाइले हामी कहाँ जाँदैछौँ त्यो गएपछि थाहा हुन्छ तपाईँहरूलाई होइन अहिले चाहिँ बाटोलाई इन्जोय गर्न होला अहिले हामी रामनगर छौँ बाँदर कुदिरहेको छ अगाडि खानालाई बस रोकेको थियो हामी केरासेरा खायौँ चटपटे खायौँ यो झ्याल यस्तो दामी छ है सुनानी हिँड्नु लाग्यो नि होइन अब रामनगरबाट हामी आज हाम्रो यात्रा पोखरासम्म हुन्छ यो बसमा हेर्दैछौँ इन्जोय गर्दैछौँ है देखाउँदै जान्छौँ के हुन्छ है त अहिले चाहिँ हामी तुरतुरेबाट कटेर पोखरातिर हल्का अगाडि आएर यहाँ पिसा फेर्न रोकेको छौँ त्यो ठाउँमा चाहिँ हामी मुक्तिनाथ फर्स्ट टाइम आउँदाखेरि चाहिँ यहाँनिर आएर हामीले खाजा खाएको थियौँ है जुन बेला चाहिँ हामी पहिलोचोटि मुक्तिनाथ साथीहरूसँग स्कर्पियोमा आउँदाखेरि बाटो सही भइसकेको छ है यहीँनिर चाहिँ बिग्रिएर रहेछ देखाउने ठाउँमा चाहिँ यो ठाउँको नाम चाहिँ के अरे ठाउँको नाम के अरे तुरतुरे नै हो तुरतुरेबाट हल्का ओरा भन्नु ठानिरहेको छु मैले वीरगञ्ज टु पोखरा बस एसी डिलक्स एसी चाहिँ नचल्नेवाला पोखरा आइपुग्न लाग्यौँ है केरा सेलमा छ टन्नै नबिकेको यहाँ चाहिँ हिमाल देख्न लागिरहेको छ उसले कालो कालो हो है भिडियोमा देखिया छैन होला हाम्रो पहिलो गाडीको यात्रा अब सकिन लाग्यो त्यसपछि हामी अब दोस्रो गाडी चढ्छौँ कति बजी आइपुग्छ कुनै गाडी थाहा छैन लेट्स सी हामी चाहिँ पोखरा ओर्ल्यौँ ट्याक्सी लिएर कहाँ त्यो गरिहाल्दै आयो हुन्छ यहाँबाट अङ्कलको घर गएर बस्ने कुरा छ हाम्रो अहिले 3:15 भयो गाडी जाने कहाँ हो 7 बजे मात्र अहिले कुरा भएको छ हाम्रो गाडीको सो त्यहाँबाट अङ्कलको घरबाट हामी 7 बजे यहाँ बसमा आउँछौँ होइन अहिले अङ्कलको घर गएर बाइक साइक राखेर हामी एक साइडतिर घुम्न जान्छौँ त्यसपछि बल्ल यात्रा फेरि कन्टिन्यू हुन्छ है त अब हामी चाहिँ ट्याक्सी चढेर दिपक दाईको काका घर जाँदैछौँ अहिले हामी हाम्रो अब कहाँ भन्दाखेरि अब हामी कहाँ जाँदैछौँ भन्ने कुरा पनि अब रिभिल गर्न जाँदैछौँ होइन अहिले हामी छौँ पोखराको जिरो के अरे ओ सुटो 0 किलोमा यहाँबाट चाहिँ मुक्तिनाथतिर लागिन्छ होइन हामी जान लागेको मुक्तिनाथ होइन तर हामी जान लागेको कहाँ भन्दा फोक्सुन्डो यहाँबाट हामी जान्छौँ गाडी लाग्ने ठाउँसम्म त्यसपछि हामी पारी गएर त्यसपछि फेरि अर्को गाडी चढेर अनि त्यसपछि हिँड्ने ठाउँमा जान्छौँ है अहिले चाहिँ हामी यो मोजा सोजा यता मेडिसिन यताउता किन्न गएका थियौँ त्यसपछि हाम्रो ब्याग उता पारी माटमा छ अब हामी पारी जाँदैछौँ है अनि यहाँ चाहिँ हामी के गरिरहेको भन्दा बस कुरिरहेको हाम्रो बस यो होइन अहिले बजिरहेको छ कति भन्दा 7:10 भइरहेको छ हाम्रो बस आउँछ 7:30-8 बजीतिर अनि हामी निक्लिन्छौँ है त अब बस आएपछि भेटौँ ट्याक्क म बस देखाइदिन्छु अनि त्यसपछि हामी फेरि निक्लिन्छौँ सरर फोक्सुन्डोतिर ल अहिले चाहिँ रातिको 8:36 भइसकेको छ है हामी चाहिँ हाम्रो बस आएर पनि एकछिन आधी घन्टा 1 घन्टा जति चढेर काँडे भन्ने ठाउँमा आएर यहाँ खाना खान रोकेको छ हामीलाई चाहिँ खाना खाने अवस्था अलिकति छैन होइन ड्राइभर त यहाँ हुनुहुन्छ यहाँ एकछिन रोकिन्छ बटालियन है
यो हामी आएको बसहरूको यताउताको नम्बर चाहिँ हामी छोडिदिइरहन्छौँ होइन। तपाईँहरू पनि आउनुहुन्छ भने त्यो नम्बरमा कल गरेर आउनु सक्नुहुन्छ होइन। र अब हामी एकछिन रेस्ट गर्छौँ, त्यसपछि फेरि हिँड्छौँ है त। तपाईँले डोल्पा जानु छ भने सम्पर्क गर्नु होला। रुकुमेली होटलमा खाजा डाइरेक्ट हामी ड्राइभरसँग कुरा गरौँ सिधै, नो एजेन्ट। तपाईँ स्क्याममा पर्नुहुन्न, हामी त पऱ्यौँ। नो एजेन्ट इन्क्लुड। तपाईँ स्क्याममा नपर्नु होला, हामीलाई सम्पर्क गर्नु। नाइटको यात्रा भइरहेछ हाम्रो अहिले। दिपुजी यहाँ हुनुहुन्छ, दाँत मात्र टुल्किरहेछ। गुड मर्निङ फ्रम रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालय। के हो शीतल प्रहरी हो के भन्छ अरे, सामान झारिरहेको छौँ हामी यहाँ। अहिले चाहिँ हामी माछिमी भन्ने ठाउँमा आइपुगेका छौँ। यता मासतिर चाहिँ खलङ्गा बजार थियो, माथि राम्रो बजार रहेछ। त्यो खलङ्गा बजार छोडेर हामी अहिले अब कहाँ भन्दाखेरि कुन चाहिँ खै नेक्स्ट स्टपसम्म पुग्छौँ। त्यो स्टपको नामै बिर्सेँ मैले, तल लेखिदिन्छु होइन, याद भयो भने। त्यहाँसम्म पुग्छौँ अनि त्यहाँबाट हाम्रो गाडी चेन्ज हुन्छ। हाम्रो गाडी अहिले त्यो रातो बस हो होइन। त्यो बस त्यसपछि हामीलाई छोडेर फर्किन्छ, हामी अर्को गाडी चढ्छौँ। अनि त्यसपछि फेरि गाडी चेन्ज हुँदा कतिवटा गाडी चेन्ज गर्छौँ हामी, म देखाउँदै जान्छु होइन। अनि त्यसरी नै हामी पुग्छौँ अझ सिलिगढ हो कि कहाँसम्म पुग्छौँ होइन दाइ। ल जाउँ बिस्तारै। यो चाहिँ सानो भेरी नदी। अनि हाम्रो गाडीको टायर पञ्चेट, बटालियनको टायर पञ्चेट। अब हामी यो टायर पञ्चेट बनाएर त्यसपछि मात्र निक्लिन्छौँ। यस्तो मजाको बाढी आएछ खोलामा, खटाइ चलिरहेछ यहाँ। ए दिपुजी टायर खोलेर आउनु भएको भर्खर। अहिले छौँ हामी जाजरकोट, के हो भेरी नगरपालिका, रिम्ना जाजरकोट। यहाँ खाना खाएर हामी अब निक्लिँदैछौँ हाम्रो नेक्स्ट डेस्टिनेसनतिर। ल यही गाडीमा जान्छौँ हामी। त्यो बसमा ल्याउँदा एउटा बाजेको यहाँ कुखुराहरू मरेर के गर्ने भन्ने यहाँ निर्णय भइरहेको छ है। म चाहिँ यहाँ घाम भयो भनेर शीतलमा आएर बसिरहेको छु। हामी चाहिँ अहिले यो रुकुम चिसोपानी भन्ने ठाउँमा आएर बसिरहेको छौँ। बाइक सामानहरू अघि मैले राखिहालेँ गाडीमाथि। के हुन्छ त्यो कतिखेर बस्ने हो कतिखेर हाल्ने हो त्यो सामान। त्यसपछि हामी निक्लिन्छौँ यहाँबाट। अनि उता गएर फेरि अर्को गाडी चढ्नुपर्ने हुन्छ गाह्रो। हेरौँ हिँड्दै जाउँ कहाँ कहाँ पुगिन्छ। अरू दिपक दाइ यहाँ हुनुहुन्छ। हाम्रो गाडी चाहिँ अब यहीँसम्म मात्र हो। यहाँबाट पारि चाहिँ हामी हिँड्दै जानुपर्ने हुन्छ, पछाडि गएर अर्को गाडी समाउनु पर्ने हुन्छ। यतापट्टिबाट चाहिँ बाटो भन्दा गाडी जाने बाटो चाहिँ छैन। त्यो टिप्पर ट्रक कसरी गयो थाहा छैन। तर हामी जाने गाडी चाहिँ यहाँबाट गएन। यहाँबाट फेरि त्यो गाडी डिस्कन्टिन्यू गरेर हामी अर्को गाडीलाई कन्टिन्यू गर्छौँ। बोकेर थोरै यात्रा हाम्रो सुरु भइसकेको छ। अहिले राजपुरा सैनिजी पछाडि हुनुहुन्छ। उसको मजाको खोला छ, हेर्नुहोस् कल कल कल। ओहो खतरा खतरा डाँडाहरू, एकदमै मनमोहक दृश्य। सुटो उफ्रिरहेछन् भित्र कहिले मोबाइल झऱ्यो भने है त। हामी अब अर्को गाडी भेटौँ उता गएर। त्यो गाडी ओर्लेको ठाउँबाट लगभग 10-11 मिनट हिँडिसकेपछि चाहिँ हामी अर्को गाडी चढ्ने ठाउँमा आइपुग्छौँ।
आइपुग्न लागिसक्यौँ हामी यहाँ देखिसक्यौँ हामीले गाडी यहाँ अगाडि होइन दाइ यात्रा लगभग हाम्रो त सुरु नै भइसक्यो होइन ब्याग एकदम भारी फिल भइरहेको छ अहिले हिँड्दाखेरि झन् के हुन्छ माथि पुग्दै गइसकेपछि अब यहाँनिरबाट गाडी समाउँछौँ हामी त्यसपछि निक्लिन्छौँ अनि फेरि यहाँबाट नि अर्को गाडी चेन्ज गरेपछि बल्ल दुनाई भन्ने ठाउँमा पुगिन्छ भन्ने कुरा आएको छ है त अब बाटोतिर भेट्दै जाउँ अनि त्यसपछि बिचमा गाडी चेन्ज गर्ने ठाउँमा भेटौँ अनि त्यसपछि मास्तिर पुग्दै भेट्दै जान्छौँ हामी हेर्दै जान्छौँ है त सबै यस्तै गाडीहरू चल्ने रहेछ यहाँ चाहिँ बोलेरो यताउता गाडी चाहिँ भेटियो है तर 9जना अट्ने गाडी 14जना कोच्ने रहेछ यहाँको सिस्टम यहाँबाट दुनाईभन्दा अगाडिको स्टेसनसम्मकै रेट 1800 रुपियाँ दुईजनाको 3600 रुपियाँ बवाल महँगो रहेछ भाडा त्यसमाथि कोची अब भोलि के हुन्छ हालत गाह्रो छ पहिल्यै ग्रुप मिलाएर आउनुपर्ने रहेछ यहाँनिर कुरा गरेर ब्याग यहाँ छ हाम्रो यही बाटो निक्लिने हो हामी तनाउन यतातिरको पुलको लागि चाहिँ मान्छेहरूले एकदमै पहल गर्नुपर्ने आवश्यकता देखियो है यहाँ यो एकदमै स्क्याम चलिरहेको छ 9जना बस्ने गाडीमा 14जना बसेको छ त्यसमाथि पनि हिँड्न ढिला बहुतै एकदमै फ्रड काम चलिरहेको छ यहाँनिर चाहिँ खोइ पुलको काम पनि भएको छैन यहाँ होइन पुलको काम चाहिँ एकदमै तीव्र गतिमा हुनुपर्ने आवश्यकता देखियो र त्यही पनि अब मान्छे आइसकेको छ अब हाम्रो गाडी निक्लिन्छ एकछिनमा यता One eternity later. फेरि आधी घन्टा भइसक्यो हामी अहिलेसम्म हिँडेका छैनौँ एउटा के निष्कर्ष निक्ल्यो भन्दाखेरि चाहिँ केटाहरूले बबाले डस्ने रहेछन् बरु प्लेनमा जाने होइन तर बर्खाको बेलामा सेवा खिन्नु नआउने यो खोला बढेको बेलामा चाहिँ बसहरू यता नहिँड्दाखेरि चाहिँ यो जिपवालाहरूले चाहिँ तपाईँहरूको नाजायज फाइदा उठाउने देखियो त्यही भएर चाहिँ खोला अलिकति नआउने बेलामा बर्खा नभएको बेलामा अलि हिउँदोको बेलातिर आउनुभयो भने चाहिँ सहज रूपमा आउन सकिँदो रहेछ पैसा पनि धेरै लाग्दैन होइन यहाँ चाहिँ पैसा लास्टै लाग्ने काठमाडौँदेखि यहाँ माथि दुनाईसम्म पुगेको जति खर्च यो पुल नबनेको ठाउँदेखि दुनाईसम्म जानेमा लाग्ने देखियो होइन एकदम एक्सट्रिमली हाई भयो यो पैसा चाहिँ अब जानै पऱ्यो होइन त्यही भएर तपाईँहरू चाहिँ अब आउँदै हुनुहुन्छ भने चाहिँ यसरी हिउँदोको बेलातिर आउँदा राम्रो बर्खाको बेलातिर चाहिँ सबैसम्म नआएको राम्रो बर्खाको बेलातिर आउँदा भने प्लेनैमा आउँदाखेरि भन्ने रहेछ 1-2 हजार रुपियाँ महँगो पर्छ त्यो कोची जानुपर्ने आवश्यकता हुँदैन होइन सो किप दिस इन माइन्ड त्यसपछि त्यो अनुसारले डिसाइड गर्नु होला है त ल बल्ल निक्ल्यौँ हामी भ्यू हेरौँ है भ्यू हेरौँ ए भाइ रमाइलो काम चलिरहेको छ कहिले खुल्छ त यसो त गाडी तल छ यता काम हुँदैछ टन्नै छ त यार दाइ यता साँझ त यहीँ पारिन्छ जस्तो मासतिरबाटै झरेको रहेछ नि त यो ढुङ्गा कोतारिरहेको हेरेको हामी यो हेरेर बसेको आधी घन्टा भइसक्यो है लगभग साँझ परिसक्यो गन्तव्यविहीन पुल यता पिलर पनि छैन फेरि कहाँ जान्छ यो पुल थाहा छैन